नमस्ते साथीहरू, हेर्न सक्नुहुन्छ यो मेरो क्याननको एचडी क्यामेरा हो। योबाट म हजुरहरूलाई आज फोटो खिच्न सिकाउँछु। जसलाई आउँछ आउँदैन भने म सिकाउँदैछु फोटो खिच्न। पहिला क्यामेरालाई यो बटनबाट अन गर्नु, अनि डिस्प्लेमा यस्तो हेराउँछ हो किन। अनि लेन्सको यो बिटको जुन यो खोलिदिनु लेन्सको। अनि यहाँबाट अब क्यामेराको अन भयो। अब फेरि चलाउने कसरी अन त भयो। अनि अब चलाउने कसरी भनेको यो यहाँ छ नि, स्टार्ट स्टप दिएको छ नि, यसलाई एकचोटि यसरी खिच्नु भयो। ल अब डिस्प्ले अन भयो। अब यस्तो किन हेराउँछ, यहाँ लेन्स मिलाउनु पर्छ। अब हेरायो त क्लियर, हेर्नुहोस् क्लियर हेरायो पुरै। अब यति भइसकेपछि अब यहाँ छ क्लिक गर्ने बटन, यहाँ हेर्नुहुन्छ, यसलाई थिच्नुपर्छ अनि फोटो खिचाउँछ। म हेराउँदैछु ल, एकचोटि ल, 1 2 3 आइसक्यो फोटो। अब फोटो हजुरहरूले हेराउँछु, हेर्नुहोस् यस्तो आउँछ। फेरि यसले थिच्नु अब यसलाई नै यो माथिको जुन छ नि, यो माथि यसलाई यता भिडियोकोमा गर्नुहोस्। अब भिडियो गर्नलाई क्यामेरा रेडी छ। यति भएपछि भिडियो गर्नलाई क्यामेरा रेडी छ। फेरि यहाँ गर्नु। अब यहाँ विभिन्न आइटमको पाइन्छ क्या, विभिन्न आइटम यो मोड के भन्छ, अटो फोकस, म्यानुअल फोकसहरू धेरै पाइन्छ। अब यहाँ डिस्प्लेमा बन्द छ भने नि, यहाँ लेन्समा हेराउँदैछु म, लेन्समा हेराइदिन्छु हजुरले। हेर्नु यहाँ लेन्समा हेरायो क्लियर हेरायो। अब हेर्नु ब्लर अब हेर्नु फेरि क्लियर हेरायो। फेरि खिचिराख्नु ल, 3 2 1। अब हेर्नु फोटो आयो। ल हजुरहरूलाई भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला ल। बाई बाई।